सर नमस्ते अनि सेवाहरू सबजनालाई। आज चाहिँ म भिडियो बनाइरहेको छु धेरै दिन महिना पछाडि भिडियो बनाउँदैछु साथी हो। अनि म चाहिँ मार्केटतिर यसो जाँदैछु साथी हो भने अब के गर्ने यस्तै छ। मार्केटतिर चाहिँ यसो सब्जीहरू ल्याउनु जाँदैछु। अब तपाईँहरूलाई म गएको देखाउँछु भिडियो। मार्केटभित्र चाहिँ बनाउँदिनँ, लाज पनि लाग्छ र एलर्ट पनि छैन खासै होइन। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म चाहिँ हल्का चिसोले मौसम पनि चेन्ज हुनुलाई होला, हल्का मौसम गर्दा पनि होला बिहा मार्केट थियो। अनि अहिले चाहिँ छोडेको छ। धेरै समय पछाडि भिडियो बनाउँदैछु यसो देखाउँछु म अब अगाडितिर। खत्रै छ साथी हो। यस्तो हेर्दा पनि है कुदाउँ लाग्दा माट यस्तो डेन्जर बनेको छ। यस्तो खतरा छ नि बाटोमा चाहिँ अब गिरनमलतिर जाँदैछु है साथी हो। बाटो अलिक तल पुगेँ साथी हो। र सिधै चाहिँ जाँदिनँ, सिधै चाहिँ गाडीको बाटो हो, त्यताबाट हिँडेर पनि पुग्छ। तर म चाहिँ यताबाट सर्टकट जान्छु यस्तरी सिधै हुँदो। यहाँभित्र चाहिँ पहिले सिमेन्ट फ्याक्ट्री छ है सिमेन्टको, र अहिले चाहिँ बन्द भइसक्छ सब। यहाँ ढुङ्गाहरू उठिएको थियो यहाँ मुनि, सब सिध्याएर खै के भएर बन्द गरेँ। जाँदैछु, हावा चलेको छ पुरै सँगै आउँछ होला। त्यो भित्रभित्र जाँदैछु। यो रुखहरू पनि कस्तो हरियो भएको छ अहिले त। यत्रो नै थियो, यत्रो भइसक्यो नि। यहाँ खै पुलमा आइपुगेँ साथी हो, ब्रिजमा आइपुगेँ। अब यो ब्रिजबाट उतापट्टि जान्छु। यो दाइ कट्दैछ यहीँबाट। यो चाहिँ साइकल हिँड्ने बाटो कस्तो राम्रो छ है। कटे साथी हो। यता पारीबाट आएको, घाम पनि डुब्नु लाग्यो। 5 बज्यो, 6 बजी चाहिँ अँधेरो हुन्छ यहाँ चाहिँ। अब यता पारी ब्रिज देख्नु पऱ्यो भन्छु। हेर्नु कस्तो राम्रो बनाएको छ। यहाँ चाहिँ फेरि गार्डनहरू छ। यो खतरा राम्रो छ यार, हेरौँ लाग्यो यार। परसम्म छ यो चाहिँ। यता पारीबाटमा चाहिँ यता तरेर आइसक्यो। गार्डन पार्क भित्रबाट यता फेरि निक्लेपछि रोटै आउँछ है साथी। यस्तो राम्रो छ हेर्नु, यता पनि यता पनि। म चाहिँ यता जान्छु। गिरनमल चाहिँ यो है, गिरनमल चाहिँ यहाँ है साथी हो। यहाँ पुग्नुपर्छ है म चाहिँ। यो बर्रा सिटी है, यता हुँदो बर्रा सिटी भन्छ। पुरै बल्ल मात्रै देखिन्छ। त्यता गिरनमल लेबर सिटी त्यहाँ भयो। यो गाडी रेस्लिङ गर्ने ठाउँ यहाँभित्र भए। म चाहिँ यता जाँदैछु है साथी हो। यहाँ आइपुगेँ। हिँड्दा थाकिँदो भएर छ त, निकै हिँडे जस्तो भयो। कपाल पनि हावाले पुरै उडेर आएको छ नि त। हो नसकिने भयो। र साथी हो जाँदैछु म चाहिँ। अब पुगिहाल्छु। 6 बजी त रुममा आइपुग्छु होला। हिँडेरै जाने हो, हिँडेरै आउने हो। गोजीमा पैसा छैन लाग्यो। यस्तो छ एरिया। यो चाहिँ धेरै राम्रो छ यहाँ चाहिँ। बिहानै अनि वक गर्न पनि साह्रो मजा आउँछ है, कुद्नलाई पनि यस्तो मजा आउँछ यता आउँदै कुद्नलाई। एकछिन जेलको छ नि त। साइकलको बाटो यो चाहिँ। यहाँ चाहिँ साइकलहरू कुद्छन्, मान्छे चाहिँ यताबाट तलतिरबाट भने त्यो चाहिँ साइकलहरू आएको छैन नि त। त्यही भएर म चाहिँ बाटो हिँडिदिइरहेको छु है। खालिपाको टावर पनि देखिँदो रहेछ यहाँ पर। यो बिचको है यो तपाईँको यो परको है साथी हो। गिरनमल त यो भइहाल्यो। तल चाहिँ बर्रा सिटी है। हिँड्दा थाकियो, थाकेर स्याहाँ भयो। गुल्ला नै चुमुक भयो त। माटो मरिन्छ क्या हो यसपालि यार। हिँड्ने बानी पनि हराएको छ है। तेरीमा ढेक्ने। अब चाहिँ पुगिहाल्छु म। भनौँ अझै 10 मिनट लाग्ने रहेछ। टाढो पो रहेछ। आज चाहिँ माटीलाई जाडो हटाउनुलाई माछा लिएर चाहिँ उसिनेर नखाइ भएको छैन गाँठालाई। कोही छैन साथीहरू पनि, पछाडि पनि एक्लै छु।
अगाडि छ साथीहरू र सबै धोतीहरू मात्रै रहेछ। यता चाहिँ पुल छ, यो चाहिँ ब्रिज। फुल कस्तो राम्रो छ है, हरियो कस्तो राम्रो लाग्छ यार। देखिन्जेलको के फेरि पर समेर हरियो। उता पनि पछाडि पनि फेरि डिस्टर्ब छ है। बल्ल अब सिग्नल आइपुग्यो है। यहाँ ग्रेन मार्क पनि छ एउटा सानो मिनी, अनि यो सिग्नल छ। सिग्नलदेखि पारी गएर अनि चाहिँ म एरिया पुग्छु है। सोलर पनि छ कि यहाँ नेपालको सोलर, यो र पारी तर्ने हो। त्यहाँबाट चाहिँ पुग्छु है साथी हो। यो भित्र एरियाभित्र थियो के बन्द रहेछ र बल्ल गएर अब यताबाट गएर छेउ गएर अनि भित्र पस्छु। यता माथिल्लोपट्टि सानो एरिया र उयो मार्केट जान्छु है म चाहिँ। अग्लो भएको यत्रो अग्लो छ कि मुनि चाहिँ अनारस जस्तो। पुगेँ साथी आज बल्ल हिँड्दा गरेर आइपुगेँ। पल्लोजम्मल चाहिँ छ त्यही लामो मार्केट छ। फेरि गेट चाहिँ हो परको भने यहाँ दुई ठाउँ पाउँछ मार्केटमा माछा चाहिँ। पहिले यताकोमा जान्छु तल, अनि यताकोमा आउँछु। पट्टि जानु पर्यो म चाहिँ, त्यो चाहिँ जान्दिनँ। पर मार्केटमा यहाँ पर एकदम बोर्डले छेकेको छ यार। स्टेडियम चाहिँ पर हो, गेट चाहिँ यो भित्र। अनि फेरि कुत्ता पनि यत्रो रहेछ, गुल्ला तेर्साएर बसिरहेछ। के छ केटा आइज र गुल फर्काएर बसिरहेको छ जाँठो त। मार्केट हिँड्दा माथि बल्ल आइपुगेँ। अब चाहिँ उयो अगाडि मार्केटमा जान्छ म। ग्रान्ड हाइपर मार्केट रहेछ त्यहाँ। ल है साथी हो, रात पनि पर्यो। किरानमा लटो भर्खर पो हिँडेँ म चाहिँ। अब सामान एक झोला बोकेर अब हिँड्दै जाने हो। माछा पनि माटुकै 4 केजी मात्रै ल्यायो। फेरि ल्याउनु पनि सस्तो पाएर ल्याएछ भन्ला। फेरि बाबा यति महँगो थियो, यति महँगो। 13 रुपियाँ केजी, 6 रुपियाँ केजीको माछा बोकेर आयो। माछा चाहिँ कस्तो भन्नुहुन्छ होला, रुममा गएर खोलेर देखाउँछु म तपाईँलाई। ग्रिन मल चाहिँ यही हो साथी। ततै लाइट बल्यो झमक्कै भयो। ऊ चाहिँ एलोमा आएको थियो। ग्रिन मल पनि त्यही हो। यहाँ हिँड्दै जान्छु। रात पर्ने भयो। रुम पुग्दा चाहिँ साथी हो है खजुरको अगाडि रातो गेट फुल हो। यसलाई चाहिँ यत्तिकै सजाएको छ है खजुर। यो खै के फुल हो। म चाहिँ यसको साइडमा हिँडिरहेको छु। यहाँबाट बाहिर निक्लेर, यो गेटबाट बाहिर निक्लेर चाहिँ सिधै बगर जाने है साथी हो। ढोकाबाट पनि निक्लेर त यो गाडी पार्किङ भने यहाँबाट चाहिँ यस्तो तेर्छ ओ पर निक्लिन्छ है म। ए साथी हो, रात पर्यो। यो पुल हेर्नु कति लामो छैन, राति पो देख्दो रहेछ। यो यहाँ पर भन्दा पनि अझै परबाट आएको छ है। यस्तो आएर सिधै त पर मात्रै टुङ्गेछ। कति लामो छ र सबै अँध्यारो भयो। जतासुकै लाइट मात्रै देखिरहेछ। म चाहिँ बल्ल गाडीमा हिँडिरहेको छु। है गाह्रो छ हौ मलाई। यस्तो छ, यस्तरी अँध्यारोमा छु है साथी हो। फेरि गएको छु। जतासुकै अँध्यारो, कोही छैन फेरि हो। त्यो चोर लाग्छ कि भन्ने पो डर छ। भन्दा पनि छक्काहरूले पो चाक हान्नु बोला भने टेन्सनै छ हो। त्यही भएर हेर्दै स्पिड हिँडिरहेको छु म चाहिँ। अहिले गाह्रो छ मलाई। बल्ल निक्ले नि हो मा टुक्ने। यता परबाट आएको परबाट जङ्गल बगर मा टुक्ने। बल्ल यहाँ निक्ले। पिसाब पनि आयो, एक तुरी मुतेर आइयो। आनन्द भयो। पाइपलाई पनि 1300 पर्यो। अब चाहिँ रुमतिर खुरु लाग्छ है साथी हो। यता त हल्का रात परेपछि राम्रो सिन आउँछ है। मलाई चाहिँ रात पनि पर्यो। पुल मुनि छु, यस्तो मुनि ब्रिजको मुनि हिँडिरहेको छु। रात पनि पर्यो, ब्याट्री पनि सिद्धियो।
आजलाई चाहिँ यति नै साथी हो। अब चाहिँ डेली भिडियो हाल्ने गर्छु। अलिकति जाडोको मौसममा भिडियो पनि हाल्न सकिएन भन्दै आजलाई चाहिँ गुड नाइट बाबाई। अब गएर चेरी माछाको चाहिँ माटिनलाई आन्द्रा भुँडी लम्रा लसुन प्याज पुरै फ्याँक्नु पर्नेछ। 4 केजी माछा 2 घन्टा जति लाग्छ होला केलाउनलाई पनि भन्दै आजलाई चाहिँ बाबाई गुड नाइट।